ANA Breaking News is brought to you by educationsabroad.com. Abroad with broad opportunities. राजनीतिक गतिरोधको अन्त्यका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको 7 दलका शीर्ष नेताहरूको बैठक सहमतिको दस्तावेज बनाउन कार्यदल गठन गरी अपराह्न 3 बजेसम्मका लागि स्थगित भएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता झलनाथ खनालले दलहरू बीचको मतभेद करिब टुङ्गिएको र अब सहमतिको नजिक पुग्न लागेको बताउनुभयो। मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल चल्दैछ र सरकारलाई बढी प्रभावकारी ढंगले सञ्चालन गर्नुको निम्ति हामीले कस्ता कस्ता मेकानिजमहरू बनाउने भन्ने बारेमा छलफलहरू छन्। हामी एक आपसमा पनि यो बीचमा छलफल गर्छौं र कार्यदलले पनि छलफल गर्छ र त्यसबाट एउटा हामी मेकानिजम बनाउने कुराहरू गर्छौं। सहमति कहिले चाहिँ पुग्छ, कहिलेसम्म पुग्छ सहमतिमा? आज बेलुकीसम्ममा हामी चाहिँ नि सबैका मती मिलाएर एउटा सहमति बनाउँछौं। प्रधानमन्त्रीको राजीनामा माग्नु भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता खनालले राजीनामा भन्दा पनि निर्वाचन महत्वपूर्ण भएकाले जनताको चाहना अनुसार निर्वाचनका लागि जुट्नु नै आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। बहस छलफलमा नेताहरूका बीचमा विभिन्न कुराहरू हुन्छन्, भएका छन्, तर चाहिँ अहिले राजीनामाको कुरा होइन, अहिले चुनावको कुरा हो। प्रधानमन्त्री परिवर्तनको कुरा होइन, अहिले निर्वाचनको कुरा हो। जनताले जे म्यान्डेट दिन्छ त्यो अनुसार हुन्छ। आजसम्म पनि संविधान संशोधन नगरिएमा मुलुकमा संवैधानिक संकट आउने खतरा बढेर गएको छ। साँझसम्म निकास निकाल्नका लागि लिखित प्रस्ताव पेश गर्न दलहरूले कार्यदल गठन गरेका हुन्। सो कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधि, एमाले नेता भरतमोहन अधिकारी, माओवादी नेता डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरू रहेका छन्। कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ। सञ्जीव बगाले, ANA.com.np।